हेलो नमस्ते, मेरो नाम चाहिँ मनिषा दरे। हाम्रो घर चाहिँ दमौली अनि म चाहिँ मात्र बहिनी। हाम्रो पहिलाको भिडियोमा चाहिँ इन्ट्रोडक्सनै थिएन, त्यही भएर यो भिडियोमा चाहिँ फर्स्टमा हामीले इन्ट्रोडक्सन दियौँ है आफ्नो। र आज चाहिँ हामी रेडी भएर कुरा जाँदैछौँ। के को लागि भन्दैछ? के को लागि भन्दा नि मलाई पनि थाहा छैन, रातको त्यही गएर थाहा हुन्छ। हामी आज फर्स्टमा चाहिँ आमाको लागि कपडा किनिदिने हो। को जाँदैछौँ भने म, बहिनी, आमा अनि मम्मी। बाई बाई। बाटोमा देखाउँछौँ ल। हामी चाहिँ दमौली बाटो हिँडिसक्यो है। कहाँ जाने हो? हालत कति नै डर नै के भइरहेको त। हेलो, हामी चाहिँ पोखरा आइसक्यौँ है। आएर पनि अब के किन्छ हामी अहिले पछि देखाउँछ ल हजुरलाई। अघि नै त्यहाँ हुँदा पनि देखाउनु पर्दैन। हजुरआमाको लागि सपिङ हुँदैछ यहाँनिर। हामी चाहिँ अब जानु लाग्यो। कहाँ जानु लाग्यो नि मलाई थाहा होइन कि कहाँ जानु लाग्यो। मैले जानु लाग्यो चाहिँ गण्डकी.com माछा खानालाई अब हामी यहाँबाट हिँडेको सपिङ भइसक्यो, तर केही पनि किनेनौँ। भयो धेरै सपिङहरू गएनौँ। लास्ट टाइम मगाउनु पनि गयो यहाँ त। तर म त लास्ट टाइम भन्दा त बरु हामी त्यो पैसाले घुमेर अनि खाएर हिँड्छौँ भन्ने सोच्यो भने एउटा कुरो कि साथीहरू, कि चाहिँ यो कुरा चाहिँ सेयर गर्नै पर्ने है। आउनु पाएन आसिका चाहिँ हस्पिटल पोखरा आउन पाएन। अमरसिंह चोकदेखि ठ्याक्क अमरसिंह चोक आइपुगेको थियौँ। अमरसिंह चोक आउन साथ मान्छे त मलाई बिरामी सिकिस्तै सपिङ गरेर घुम्नु भनेर आएको मान्छे त हस्पिटल पुऱ्यायो। हस्पिटल गएर हस्पिटलमा इमर्जेन्सीको ढोकामा पुग्न साथ सन्चो हुने मान्छे। अनि त्यस्तै भइरहेको थियो। होइन के गर्नु गाह्रो छ। यस्तो मान्छेले लिएर म हिँड्दिनँ अब। होइन आजै हो भाइ त्यस्तो भएको। म त्यस्तो टाढा जाँदा त्यस्तो भएको थिएन। अझै भएको अस्ति नै मुस्ताङ आउँदा यही पोखरा आउँदा पनि त्यस्तो भएको थिएन त। आज किन रोएर आँखाबाट आँसु झारेर भन्नु नपर्ने है। बदल्ला अब घुम्न जाने हो कि अब यो मान्छेलाई हस्पिटलमा राख्न पर्ने हो भएको। मैले घुम्न जान पाउँदैन भनेर हस्पिटलमा जानु भनेको। फेरि इमर्जेन्सीको त्यो गेटमा पुगेर कि टिकट काट्ने भनेको त नकाट्नु सक्छु। तर लास्टै प्याक थियो पोखरा। लास्टै प्याक दमौली भन्दा पनि त पोखरा चाहिँ अति सामानहरू चाहिँ राम्रो थियो, तर आफूले घटाउन सक्यो भने घटाउन सक्यो भने तर त्यो होइन हुने रहेछ। एउटा ठाउँमा कति धेरै घटाइदिएको थियो लास्टमा त। अति धेरै सामानहरू ठिकै पाएको, तर राम्रै थियो। टाइम चाहिँ बरु हामी थोरै भयो। टाइम बिहान 8 बजी कसको हो त नि चस्मा लगाएर आमामामा हिरो नि हाम्रो हजुरआमा। फेरि चस्मा लगाएर फाइनली आइपुग्यौँ है। तर त्यो गण्डकी.com भन्दा पनि हामी चाहिँ अलि माथि नै राम्रो छ भनेर के राम्रो भयो। त्यही भएर हामी माथि नै आएर वाटरफल ल।
यो पानी कस्तो धारा जस्तो लाग्दैन कस्तो लाग्यो ठाउँ उता देखाएको ठाउँ कस्तो लाग्यो उता देखायो त्यस्तो हेराउन ल्याएको मलाई घुमाउन लिएर आएको क्या हाम्रो जहाज त्यस्तो राम्रो ठाउँ छ है यहाँ चाहिँ अनि तैँले आइसक्यो भाइ प्लेटफर्ममा अझै होइन यो त माथि हो वाटरफल तर राम्रो रहेछ तलको भन्दा पनि माथि अब हामी चाहिँ खानेतिर लाग्छ भोक लाग्छ माछा यहाँको स्पेसल माछा खाने हो ब्लगर भइसक्यो हामी चाहिँ बिगिनर ब्लगर हाम्रो आमालाई चाहिँ बेसरी भोक लाग्यो आमा के खाने हो ल हिँड्नु मम्मी कस्तो लाग्यो ठाउँ ठिकै हो राम्रो होइन गफ होइन हाम्रो आमालाई चाहिँ पिर परिसक्यो कसले पकाएर राख्यो भनेर उठ्नु छिटो ऊ त्यहाँ माथि म त यता जाने भनेको यता हिँड्नु अब खान्डामा भेटौँ है साथीहरू ऊ त्यहाँ माथि चाहिँ माछा पालेको रहेछ साथीहरू अब हामी चाहिँ त्यहाँ माछा पालेको हेर्न जान लाग्यो हाम्रो हजुरआमा चाहिँ धेरै नै बुढी हुनुभयो अरे हिँड्न सक्नुहुन्न अरे तैपनि हामी हिँडाएरै लिएर जाँदैछौँ सारङकोट जोइते गोड से उकाला कहाँ कोट्नु बच्चाला हाम्रो आमा चाहिँ झन् फर्स्टमा जान लाउनु भयो फर्स्टमा घुम्न पाएपछि त मम्मी ऊ त्यहाँबाट हो कि जाने त हामी त गलत रास्ता कि माथिबाट तल झर्ने हो उता यहाँबाट नि त वाटरफल इको भिलेज ऊ त्यहाँ पुलबाट क्या हामी चाहिँ बाटो बिरायौँ हो जस्तो ल अरू मम्मी अगाडि फोटो खिचौँ मम्मी फोटो खिच्दिउँ है राम्रो खा चस्मा लाउनु मेरो हिरो नि हो नि फेरि हाम्रो मम्मी त हिरो नि मम्मीको हिरो नि आमा फेरि यहाँ फोटो खिचौँ ल साथीहरू ऊ त्यहाँ माथिबाट आएको झर्नाको पानीमा चाहिँ एकदम चिसो लास्ट चिसो मम्मी पानी कस्तो छ एकदम कुल बोतलमा हालेर लाने हो क्या मम्मी हुन्छ माछा हेर्न जल्लाको साथीहरू साथीहरू माछा भएको ठाउँमा चाहिँ यस्तो फोहोर रहेछ माछा सकिसकेपछि चाहिँ यहाँ यसरी सफा गरेर क्लिन बनाएर ब्लू कलरको देखिने गरेर सफा हुँदो रहेछ साथीहरू आची कसरी मम्मी यो त माथि उता झर्नाबाट आएको अब माछा गनाएर माछा पालेको पानी
ल हाम्रो आमा चाहिँ सबभन्दा अगाडि है साथीहरू जोसिलो आमा हाम्रो खै तर माथितिर त माछा नरहेछ है अब माथि माछा नरहेछ सेकेन्ड लटमा त यो गीतमा टिकटक बनाउँछ साथीहरू टिकटकमा गएर है टिकटक बनाउनु होइन छैन थर्ड उसमा नि नरहेछ माछा भएको त त्यहाँ तल मात्रै रहेछ मम्मी नरहेछ आमा जाम यताबाट माथि बस हुन्छ केही नै हुँदैन केही नै गर्दैन हो बसी पछाडि कुच्ची बारीमा यता हुन्छ चाहिँ ल उयो आँगन खेला त्यहाँ पिउले बुया माछा मारिमली पनि जैलाहरू माछा माछा अलि पनि जैलाहरू घर जिउँदै मरेको जिउँदै लाने के जिउँदै लाने हो केमा हालेर लाने केमा हाल्ने ल लुङ्गी फुल चलेर हाल्ने क्या हो है तपाईँको लुङ्गी फुकालेर किन गर्दैन क्या त गरिहाल्यो नि बफ आजका फेरि डरायो कि यहाँ भन्छ भनेर तर हाल्दैन ज्ञानी त्यहाँ बस पिङमा अनि छिटो छिटो गर है छिटो छिटो खेल्न पर्छ त्यस्तो ढिलो हुँदैन ल बोला के ल ल ल तिम्रो सासु ल भिडियो छ बुयाको डुङ्गुरले ल्याए हाम्रो चाहिँ यहाँ मजा भएर होइन यस्तो बुयाको रिएक्सन हाम्रो एकचोटि उता लिङ न छिटो उता चाहिँ फुपू छुट्टै होइन पिङ खेल्दै हुनुहुन्छ भइलो अनि के बिचरा डारेस भइलो के हाम्रो बुया चाहिँ त्यहाँ अड्केर भन्नुभयो डन हेरी उचाल्ने ल भइलो कि मान्छे दिदी बिचरा एउटा भिडियो बनाऊ न त्यो पछाडिवाला छिटो त्यो स्काई राम्रो देखियो बेला घुमाउँदैन खेला म त आमाको बाबु कति वर्षको चक्कर लाग्यो ए यताबाट त मेहासिक आएर रिग्रेट हुने ठाउँ छ त यहाँ
शीतल छ हावा हामीलाई अब खाजा जान लाग्यो साथीहरू भोक लाग्यो लास्टै अति भयो भोकले पेटमा मुसाफर खायो के माछा उयो हामीले कति घन्टाको टाइम दिनुभएको अरे अनि त्यहाँ डान्स सिक्ने है त्यहाँ खाएर अनि सिक्ने यहाँ यतातिर नेटै नचल्दो रहेछ नेट पनि नचल्दो रहेछ भन्दा पनि टावरै नआउँदो रहेछ त्यहाँ वाइफाईको होला नि कस्तो राम्रो ठाउँ है मम्मी के चोरेर लिएर आउनु भएको के चोरेर लिएर आउनु भएको मैले देखिसकेँ इस्कुसको मुन्टा आउनुहोस् त लास्टै भोक लाग्यो लास्टै आजकल के खाने हामी माछा यहाँको लोकल स्पेसल माछा जस्तो माछा भने मोमो हो कि मोमो इस्ला अनि खाएर भ्याएन कस्तो रमाइलो रहेछ यो त शीतल खाएर अनि यो पछाडि देखेको यो रातो रातो खाने यो चाहिँ बस्ने ठाउँ रहेछ भित्र राम्रो रहेछ एउटा यताको माछा राम्रो खान्छ हाम्रो आमा र मम्मी आउनु न यहाँ फोटो खिचिदिन्छु के कस्तो राम्रो ठाउँ के हेर्नु न साथीहरू खान्छन् कि यहाँ बसेर खाजा खाएको कस्तो राम्रो नि है यहाँ चाहिँ हाम्रो वाटर पार्क दसैँ लाएर होला मान्छे चाहिँ अलि हल्का कमै हो अस्ति त भाइरल हो फेरि मम्मी कस्तो थियो खाजा मिठो के मन पर्यो सबभन्दा फ्राईवाला कि फ्राईवाला नि अर्को साधेको नि थियो त तर फ्राईवाला एकदम है हामी चाहिँ निक्ल्यौँ यहाँबाट खाजा खायौँ एउटा दुइटा टिकटक बनाउने हो एउटा दुइटा भन्दा नि पनि एउटा टिकटक बनाउने हो अनि हामी चल्दै गयो यहाँबाट अझै कहाँ बनाउने टिकटक यहाँ हेलो हामी चाहिँ पोखराबाट घुमेर पनि घर आइसक्यौँ 9 पनि बन्द लागिसक्यो पोखरा यति धेरै भिड कि यति धेरै जाम भिडियो गर्ने फुर्सदै पाएन अब आजको दिन यति नै थियो अब जे जस्तो भयो भने भिडियो हेरिदिनु होला माया गरिदिनु होला मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला
मैले त्यतै